माया यही हो तिम्रो घर होइन पक्नुस् होइन के अचम्म हो यो मलाई मेरै घर जानबाट रोक्ने को हो यो मान्छे आवेश हुन आउनुहोस् न हजुर यो ठुलो समस्या होइन अनि सानो समस्या हो त यो यसको समाधान पनि छ कस्तो समाधान उहाँको नाम झोल प्रसाद हो उहाँले त्यो झोल खानको लागि यस्तो हरकत गर्नुहुन्छ जबकि नयाँ मान्छे देख्नुहुन्छ बुझ्यौ अनि यसो दिएपछि बाटो सफा कस्ता कस्ता मान्छे भेट्छन् कुन्नी यति पैसा भएपछि झोल प्रसादले बाटो खोलिदियो आउनुहोस् नमस्ते मेरो बहिनी आइपुग्यो तिमी हजुर आइपुगे हेर मैले बोकेर लिनु पठाएको थिएँ नेत्रीले पो लिएर आएको छ त रमिता जाऊ बहिनीलाई गाह्रो भइरहनु टेस्ट गर खाजाहरू खाँदै चिया खाँदै अब त्यो बोकेले आधी बाटोसम्म बोकेर लिएर आयो ए अनि त्यसलाई थकै लाग्यो अरे अनि त्यहाँबाट मैले फेरि यहाँसम्म ल्याइदिएको ए ल ठिकै छ नि त अनि बोकेले यस्तो पनि बोकेर आउनु भनेको छ पैसा पैसा त छैन आज भोलि लैजाएर खाने हुँदैन हुन्छ त नि अब त्यो ल यो यहाँ राख्ने बिस्तारै फुट्ला फुट्ला बिस्तारै गर्नु पो छ नि कसरी ल्याइस् यहाँसम्म ल यो नाम लैजा है ल बिस्तारै कुरा लानु है ल ल ल भोलि बिहान आइज है त ल यसको लागि त आइहाल्छ नि ल कति गर्नु हो के लिएर आएछ किन ल्याइरहनु पर्थ्यो र रमिता ए रमिता साह्रै थाकियो है भाउजू त्यही त नानी अलि ढिलै गर्नुभयो हामी बिहानदेखि हजुरको आगमनको प्रतीक्षामा छौँ के गर्नु भाउजू सडकको जाम आकाशको चर्को घाम त्यही त हो नि बस्दै बस्दै आए कि त्यही त नानी अहिलेको मौसम पनि खराब त दिनमै घाम लाग्छ दिनमै पानी पर्छ मौसमको केही भल नै हुन्न त्यही त भाउजू नन्न भाउजू धेरै समयमा भेटेका खुसीले दङदाह छन् हो दाई नेपालबाट धेरै पढे लेखेका मान्छेहरू विदेश जान्छन् म विदेशमा पढेर आफ्नै देशमा केही गर्छु भनेर आएँ त्यही पढाइको कारणले दाईको बिहेमा पनि आउन सकिनँ मैले तिम्रो लागि भनेर अर्को बिहे गरेर नि भएन नि त कसो रमिता कहाँ म हुँदा हुँदै तपाईँलाई अर्को बिहे गर्न दिन्छु त बाटी पो छु त म त रमिता के रमिता हेरेर बस्यो कि जाऊ बहिनीको लागि मिठो चिया बनाएर लिएर त बन्दै गर्नु है मैले ल्याइहाल्छु दाई मलाई त चिया भन्दा पनि हाम्रै गाउँको चिसो पानी मनपर्छ मेरो बहिनीको विचारै राम्रो हजुरआमा आज तपाईँ किन चुप लगाएर बस्नुभयो तेरो बाबु विदेश गयो कहाँ पुग्यो के खायो कहाँ बस्यो भनेर सोचिरहेको नि नानी चिन्ता नलिनु हजुरआमा बाबा भोलि पर्सि चाहिँ आइहाल्नुहुन्छ नि मेरो आमालाई त के चिन्ता होइन हजुरआमालाई मात्रै चिन्ता हुन्छ छोरी त उम्रिँदैको तिनपा चुप्ला सानो मान्छे भएर ठुलो कुरा गर्ने होइन म सानो मान्छेलाई ठुलो कुरा आउँछ भने म चुप लगाएर बस्नु हेर न त्यहाँ यसको बोल्ने तरिका तँ भन्दा यो नातिन धेरै बुद्धिजीवी छ के फुर्ती लाउँछस् ल ल तिमीलाई यसैले पाल्छे हजुरआमा मलाई भोक लागेको छ नि ओह तेरी आमा फन्केर गए खाना कस्तो बनाउँछ नानी हजुरआमा म बनाउँछु नि तपाईँलाई नि खुवाउँछु म पनि खान्छु नरुनु हजुर
ए बन्चरी कता जानु हिँड्यो कि काम छैन त्यत्तिकै हिँडेको नि। बस नि त बस आऊ। तेरो नाम त छ नि बन्चरी होइन के बन्चरो हुनुपर्ने नि। त्यस्तो बनचरो हँसिया कोरालो खन्ती केही पनि होइन के। म त वनमा बस्ने चरी अर्थात् बनचरी पो हुँ त। बनचरी भयो नि घरचरी भयो नि छोड्दियो यस्ता कुरा। अनि सुन्न एक्लै हिँडेकी छ यस्ता कता? म एक्लै हिँडेँ नि जन्ती लिएर हिँडेँ नि हाँस्दै हिँडेँ नि रुँदै हिँडेँ नि तँलाई के मतलब? गाउँमा तरुनी बिग्रिएपछि मलाई चासो हुन्छ नि। यत्रोको चासो हुन्छ? ए यो गाउँमा बिग्रेको केटीहरू सपार्ने जिम्मा चाहिँ तैँले ल्याएको छस् कि क्या हो? यसले फेरि कहाँको कुरा कहाँ पुर्याउँछ? एउटा ट्याक्क मिठो गीत गातो लु त। गाइदिउँ त? ल त राम्रो सारङ्गी बजा म गीत गाउँछु ल। राम्रो त बजाउन जान्दिनँ नराम्रै भयो भने बजाउँछु नि त। ल मेरो माया सधैँको परदेशी सधैँको परदेशी घरमै दुःख गर्दैछु घर बेसी फर्किएन परदेश बसेर सुन्ने भए बोलाउँथे पियारा रेसुङ्गाको शिरमा बसेर सधैँको परदेशी सधैँको परदेशी घरमै दुःख गर्दैछु घर बेसी फर्किएन परदेश बसेर सुन्ने भए बोलाउँथे पियारा रेसुङ्गाको शिरमा बसेर सुन्ने भए बोलाउँथे पियारा रेसुङ्गाको शिरमा बसेर। हेर न त्यहाँ भर्खर परदेश गएको बुढालाई फर्केर आएन भन्छे। आज मर्नु। चुप लाग त गएँ म पै मुडालाई आउँछ रहेछ सबै थोक। दाई ए दाई हजुर बहिनी के भएर चिच्चायो कि बहिनी? हुन त केही भएको छैन भाउजू र म मन्दिर जान लागेको त्यही भएर बोलाएको। नानी लल गरिहाल्नु भयो एक्लै के पठाउनु त्यही भएर म पनि गएको भएँ। जाऊ न जाऊ धर्म कर्म पनि गर्नुपर्छ के। अलिक छिटो गरेर आऊ है। नानी हजुरले के बर माग्नु भयो त? यो त हामी दाइ भाउजूलाई दिए खुवाउनु पर्छ नि। हुन्छ भाउजू मुखा गरेर बस्नु। नानी मान्छेले मागेर पुग्थ्यो भने त मान्छेले कति चिजहरू माग्थ्यो होला है? हो नि भाउजू कसैले सम्पत्ति माग्थ्यो होला कसैले पोइ माग्थ्यो होला कसैले सुख शरीर माग्थ्यो होला। म त मेरो बोली लाम्बो प्राप्त होस् भनेर मागे कहिले पुरा हुँदैन। अब जस्तो भए पनि मेरो दाइले मन पराइहाल्नु भएको छ किन चिन्ता लिनुहुन्छ भाउजू? हजुरको दाइ पनि मैले मागेर पाएँ नि। हो र? हो बोके बा हजुर दादा प्राइस हाय दादा। मलाई त देउता खोज्दा ढुङ्गो मिले जस्तै भयो नि। हो र दादा? मायाको रोग लाग्यो भने मान्छे पागल हुन्छ भन्छ नि दादा। देउता खोज्दा ढुङ्गा होइन दादा ढुङ्गा खोज्दा देउता मिल्यो भन्नुहोस् नि दादा। ए हो त
अनि दादा यो एकान्त ठाउँमा एक्लै बस्नु भएको छ? हेर्न यार, म त त्यो मायामा पागल भइसक्यो के। मायामा दादा सजन पागल हुने काम त भइरहेको छ नि दादा। हो र? हो नि दादा। म त्यो मायाको छ नि जे हेऱ्यो त्यही राम्रो देख्छु। के हेर्दैछ त्यस्तो? चुप्लाक गदा, मेरी मायाको सबै थोक राम्रो छ। कस्ता राम्रा सर्पको जस्ता हातखुट्टा छन्। अब नेता दाई होइन म पागल होला जस्तो छ। सर्पको कहाँ हातखुट्टा हुन्छ दादा? ए हो त, मेरी माया माछाको जस्तो कम्मर भयो कि। ए दादा माछाको कहाँ कमर हुन्छ र? ए हो त, खसीको जस्तो ओठ भयो कि। होइन क्या दादा, टुवेल पाते पात जस्तो ओठ भयो कि भन्नुहोस् न दादा। ए हो त, हो दादा हो। पिपलको जस्तो ओठ भयो कि। दादा मेरी माया कति राम्री पाउरोटी जस्ता गाला भयो कि। ए पागल प्रेमी दादा, जुम्लाको स्याउ जस्तो गाला भयो कि भन्नुहोस् न। ए हो त, मकै गेडा जस्ता दाँत भयो कि भन्नुहोस् न दादा। ए हो त, मकैको गेडा जस्ता दाँत भयो कि। कागको जस्तो मिठो स्वर भयो कि। काग र कोइली दुवै काला हुन्छ क्या दादा, तपाईँ फेरि झुक्किने भयो। ए हो त, कोइलीको जस्तो स्वर भयो कि। गिद्धको जस्ता आँखा भयो कि। गिद्धको आँखा जस्तो होइन क्या दादा, बिरुवाको आँखा जस्तो भन्नुहोस् न दादा। ए हो त, जनेलहरू जस्तो केस भयो कि भन्नुहोस् न दादा। त्यस्तो होइन कि बोके। बा हजुर दादा। रायो साग जस्तो कपाल भयो कि। हेर बोके, हजुर दादा। म पुरै तेरो इसारामा चलेको छु। हो दादा हो। यथार्थ कुरो के हो तैँले बताउनु पर्छ। हजुर दादा। म छ नि दादा त्यो मायालाई जुठो होइन चोखो माया गर्न चाहन्छु। अब तैँले भन्, मैले त्यो मायालाई पाउनको लागि के चाहिँ गर्नु पर्ला? पक्रै दादा म सोध्छु। ओहो दादा मलाई आयो। केटीको अगाडि शानसँग चुरोड सल्काएर धुवा पोती उडाउनु पर्छ दादा। र त केटी पटिहाल्छ।